अहिले गर्मी एकदम बढ्दै गइरहेको छ। बच्चालाई एकदम बढी झाडा पखाला लाग्ने भइरहेको छ। यस्तो भयो भने के गर्ने डाक्टर साहब? होम रेमेडिजहरू के गर्न सकिन्छ? यदि यस्तो भइदियो भने हामीले प्लेन वाटर दिने कि नदिने, यो पनि प्रश्न आउँछ। हामीले प्लेन वाटर दिएर केही फाइदा हुँदैन, किनभने बच्चाले यदि झाडा पखाला गरिरहेछ भने त्यसमा चाहिँ दिशामा सोडियम, पोटासियम, बाइकार्बोनेट, क्लोराइड सबै निस्किरा हुन्छ। यो सबै एलिमेन्ट्सहरू रिप्लेनिश गर्नलाई हामीलाई यस्तो फ्लुइड चाहियो जसमा सोडियम, पोटासियम, क्लोराइड, बाइकार्बोनेट होस्। त्यो चाहिँ जीवन जल, ओआरएस, ओरल डिहाइड्रेसन सल्युसन नै हो। त्यही भएर हामीले जति मात्रामा बच्चाले तलबाट दिशा गरिरहेछ त्यही अनुसारको मात्रा मिलाएर हामीले त्यसलाई ओआरएस दिनुपर्छ। यो दिए भने बच्चालाई डिहाइड्रेसन हुँदैन। यसले पनि यदि बच्चालाई कन्ट्रोल गर्न सकिरहेको छैन भने नजिकको बालरोग विशेषज्ञलाई सम्पर्क गर्नुपर्छ।